Hello everyone and welcome back to my video. Today I am going to talk about inflation. Let's first discuss the meaning or concept of inflation. Inflation is the rate at which the general level of prices for goods and services increases over time, resulting in a decline in the purchasing power of money. Example: if a cup of tea cost rupees 20 last year and rupees 25 this year, it indicates inflation. In simple terms, when inflation occurs, things become more expensive. This means that your money buys less than it did before. मानौँ यदि गत वर्ष एक कप चियाको मूल्य रु 20 पर्थ्यो र यस वर्ष त्यही चियाको मूल्य बढेर रु 25 पुगेको छ भने यसले इन्फ्लेसनको सङ्केत देखाउँदछ। तपाईँले अब चिया पिउन रु 25 तिर्नुपर्ने हुन्छ भने त्यही चिया गत वर्ष रु 20 तिरेर पिउनु पाउनुभएको थियो। साधारण भाषामा भन्ने हो भने जब इन्फ्लेसन हुन्छ तपाईँले उपभोग गर्ने वस्तु वा सेवाहरूको मूल्य बढ्दै जान्छ। वस्तु वा सेवाहरूको मूल्य बढेको हुनाले तपाईको पैसाको खरिद शक्ति घट्दै जान्छ वा गुमाउँदै जान्छ। Conditions that must be met for inflation to exist. इन्फ्लेसन हुनुका लागि आवश्यक शर्तहरू: The general price level must rise. समग्र मूल्य स्तर बढ्नुपर्छ। मूल्य वृद्धि भन्नाले समग्र रूपमा वस्तु तथा सेवाहरूको मूल्य बढ्नु हो, केवल एउटा वा दुईवटा सामानको होइन, तर समग्र अर्थतन्त्रमा भएका धेरै वस्तु र सेवाहरूको मूल्य स्तर बढ्नु हो। मूल्य वृद्धि निरन्तर र लामो समयसम्म कायम रहनुपर्छ, जस्तै केही महिना वा वर्षसम्म। एकपटकको वा छोटो अवधिको मूल्य वृद्धि मात्रलाई इन्फ्लेसन मानिँदैन। मूल्य वृद्धि उल्लेखनीय हुनुपर्छ। मूल्यमा भएको वृद्धि यति ठुलो हुनुपर्छ कि त्यसले जीवनयापन खर्चमा असर पारोस्। सामान्य वा सानो परिवर्तनलाई इन्फ्लेसन मानिँदैन। यी सबै शर्तहरू पुरा भए मात्र त्यसलाई साँचो अर्थमा इन्फ्लेसन भनिन्छ। कजेस अफ इन्फ्लेसन। इन्फ्लेसनका कारणहरू। बेसिकली इन्फ्लेसन दुई प्रमुख कारणहरूले गर्दा हुन्छ। पहिलो, वस्तु वा सेवाहरूको डिमान्ड बढ्नाले हुन्छ, जसलाई डिमान्ड पुल इन्फ्लेसन भनिन्छ। जब धेरै मानिसहरू धेरै सामान किन्न खोज्छन् तर बजारमा त्यो सामान पर्याप्त हुँदैन। उदाहरणको लागि, दशैं आउँदैछ, सबैले नयाँ लुगा किन्न खोज्छन् तर लुगाको स्टक सीमित छ, त्यसैले पसलेहरूले लुगाको मूल्य बढाउँछन्। इन्फ्लेसन हुनुको दोस्रो प्रमुख कारण भनेको तपाईले उपभोग गर्ने वस्तु वा सेवाहरू उत्पादन गर्न लाग्ने लागत खर्च, कस्ट अफ प्रोडक्सन बढ्नु हो, जसलाई कस्ट पुश इन्फ्लेसन भनिन्छ। जब वस्तु वा सेवा उत्पादन गर्न प्रयोग हुने सामग्रीहरू जस्तै कच्चा पदार्थ, तलब, पेट्रोल, डिजेल इत्यादिको मूल्य वृद्धि हुन्छ, त्यसको असर उत्पादित भएको वस्तु वा सेवाको मूल्य पनि बढेर जान्छ। उदाहरणको लागि, जब विद्युत शुल्क बढ्छ, त्यसको असर उद्योगहरूको सञ्चालन खर्च पनि बढेर जान्छ, जसले गर्दा उद्योगहरूबाट उत्पादित हुने वस्तु वा सेवाहरूको मूल्य पनि बढेर जान्छ। अर्को उदाहरण, जब सरकारले कर वा भन्सार शुल्क बढाउँछ, आयात हुने सामानको मूल्य पनि बढेर जान्छ, जसले गर्दा आयात भएको वस्तुको बजारमा मूल्य वृद्धि हुन्छ। इन्फ्लेसन वा मूल्य वृद्धि हुनु राम्रो हो कि नराम्रो? मूल्य वृद्धि, इन्फ्लेसन राम्रो पनि हुन सक्छ र नराम्रो पनि। यो कति र कति छिटो हुँदैछ भन्ने कुरामा निर्भर गर्दछ। थोरै मूल्य वृद्धि राम्रो हुन्छ किनभने यसले अर्थतन्त्र बढ्दैछ भन्ने देखाउँछ र दोस्रो, मानिसहरूलाई नगद जम्मा गरेर राख्नुको सट्टा खर्च गर्न वा लगानी गर्न उत्प्रेरित गर्छ र तेस्रो, व्यवसायहरूलाई तलब र नाफा बढाउन मद्दत पुर्याउँदछ। भने धेरै मूल्य वृद्धि वा इन्फ्लेसन हुनु नराम्रो मानिन्छ किनभने यसले मानिसहरूको खरिद क्षमता घटाउँछ। उस्तै पैसाले अब कम सामान किन्न पाइन्छ। खाद, भाडा, इन्धन जस्ता आधारभूत आवश्यकताहरू महँगो हुन्छ, बचतलाई हानि पुर्याउँछ। जम्मा गरेको पैसाको मूल्य वा भ्यालु घट्दछ भने जसले गर्दा आर्थिक अस्थिरता र गरिबीतर्फ लैजान सक्छ। त्यसैले हल्का मूल्य वृद्धि वार्षिक करिब 2 देखि 5% सम्मलाई अर्थतन्त्रका लागि स्वास्थ्यकर मानिन्छ। Thank you for watching this video till now. We will again meet in our next video, so stay tuned.
and stay happy.